गुड मर्निङ सबैजनालाई एन्ड अहिले चाहिँ बिहानको 4:30 जस्तो भएको छ देख्न सक्नुहुन्छ। अनि आज चाहिँ म यो चिवाबाट टोकियो जाने प्लानिङ छ मेरो। धेरै पनि भएको छैन म यहाँ चिवामा आएको, बट चाँडै नै म टोकियोतिर जाने प्लानिङ छ। अब हेरौँ के हुन्छ कस्तो हुन्छ। जिन्दगी ट्रेन चढेको छैन, त्यसमा त्यो ट्रेन पनि टोकियोसम्म पुग्दाखेरि ठाउँ ठाउँमा जानुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ टन्नै चेन्ज गर्नुपर्ने हुन्छ। सो त्यही हो कुरा, आजको प्लानिङ त्यही हो। सो अहिले चाहिँ म फ्रेस हुन्छु, मुखसुख धुन्छु, धोएको पनि छैन, भर्खर उठेको। अनि त्यसपछि दाँतसात मोलेर यसो फ्रेस भएर लुगासुगा लाएर म बिहान झिका बिहान हिँड्न आँटेको। अनि त्यसपछि म यहाँबाट जान्छु, म नारिता स्टेसन जान्छु, त्यहाँबाट जान्छु। 5 बजी भइसकेको छ। ल म चाहिँ हिँड्नु पऱ्यो। लास्ट हावा चलिरहेको चाहिँ झर्दैछ यार। अहिले चाहिँ म रोडमा आइपुगेँ। अब यहाँबाट म जाँदैछु। म्याप हेरेर जानुपर्ने रहेछ। यस्तो हेरेर पनि देखाएन, म्याप लिएर चाहिँ हेरेर देखाए सजिलो हुन्थ्यो। सुनसान चाहिँ पुरा रहेछ। खासै उहिले पनि भएको छैन नि त, जसको कारणले गर्दाखेरि मैले खासै के देखाउनु चाहेँ नि देख्दैन क्या, म चाहिँ लाउनु खोज्दैछु। बट यो साइडमा यसरी घरहरू छ। त्यहाँ आकाशमा तारा कहाँ कराएर छ नि। यो चाहिँ हस्पिटल भन्ने सुनेको थिएँ, यताको हस्पिटल रे। कहाँ गर्दा धेरै छ त, कस्तो कराएको। सो अहिले चाहिँ म यता मेन रोडमा आइसकेको छु। एन्ड पछाडिबाट चाहिँ एउटा खोइ के छ 77 हो ठुलो बिल्डिङ छ। अलिअलि टाइट बजिरहेको छ नि त, त्यो भरि गाडी सँगै गइरहेको छ। हिजो हामी यसो काम परेर बाहिर निस्केको थियौँ सामान लिनुको लागि। त्यतिखेर एकजना दाइले यसो पार्कतिर जाउँ, घाम ताप्दै आइसक्रिम खाउँ भनेको थिएँ कि। यो यतै रहेछ पार्क चाहिँ। अनि माथिको चाहिँ ट्रेन जाने ट्र्याक भइहाल्यो होइन। मेबी म यही ट्र्याकबाट जानेछु। सो फाइनली एउटा ट्रेन आएको छ है। ए हेर्नुहोस्, यसरी आउने गर्छ। अनि त्यसपछि बाइ द वे कसैलाई थाहा छैन म कहाँ छु भने चाहिँ म चाहिँ चिबारेमा छु। एकै बिहान खाली हुँदो रहेछ, त्यो धेरै गाडी हुँदैन। तर मेरो माथि चाहिँ यो ट्रेन कुद्ने एरिया जुन चाहिँ कुरा गरेको थियो नि त्यो माथि छ। म यहाँ आउनु त आइपुगेँ, तर थाहै भएन कि कताबाट जाने भन्ने कुरा। टिकट कहाँ काट्ने कुरा होइन थाहा भएन। मैले त सब यहाँ लाइन बसिरहेको छु। टिकट लिएँ होइन, भित्र त आएँ, तर मलाई चाहिँ बाटो थाहा छैन कता भनेर। यो प्लेटफर्मबाट चाहिँ यहाँबाट जाँदो रहेछ। यो साइड चाहिँ 1 नम्बर टर्मिनल रहेछ, बिहीबाट जाने रहेछ। सो म अहिले यहाँ बसिरहेको छु, मलाई थाहा छैन। म यताउति हेर्दै खोज्दै म यहीँ कुरेर बसिरहेको छु।
इफ मैले यो मिस गरेँ भने अब अर्को लाग्छ, टाइम लाग्छ, त्यही भएर सबैसँग मिस गर्नु हुँदैन। आई थिङ्क मेरो ट्रेन आएछ चाहिँ मेरो ट्रेन है, म यहाँबाट जान्छु सर। फाइनली म ट्रेनमा आइसकेँ। तपाईँहरू अर्को ट्रेन जाँदैछु। मैले भर्खरै 2 जना नेपालीहरूलाई देखेँ क्या, उनीहरू यता साइड मेरो लेफ्ट साइडतिर बसिरहेको छ, ठ्याक्कै चिनिहाल्यो क्या उनीहरू बोलिरहेछ। मेबी काममा मेबी पढाइमा कहीँ जाँदैछ। ल म फाइनली एउटा चाहिँ कट्यो है। अब भर्खरै पछाडिको ट्रेनबाट आएको, अब अर्को खोज्नु पर्ने छ ठाउँ कहाँ छ थाहा गरौँ के हुन्छ। ल म यहाँबाट गरेँ, तर यहाँबाट निस्किनेबाट चाहिँ मलाई थाहा भएन, त्यति गरिरहेछ। सो यहाँ चाहिँ म कहाँ पुग्यो भन्दाखेरि अहिले नानाहरूको नजिकको स्टेसन पुगेको छु। यहाँबाट म नानालाई पिक गर्छु, अनि नानालाई लिएर त्यसपछि अब कहाँ जाने भन्ने कुरा फिक्स हुन्छ। सो भर्खर आएको ट्रेन चाहिँ यही हो, यही ट्रेनबाट आएको म। ट्रेन गयो अब टिकट पैसा कम भयो भने, पैसा पुगेन भने बाहिर निस्किनु पाउँदैन कि स्टेसनबाट। अनि पैसा कम भएको कारणले गर्दाखेरि मलाई निस्किनु दिएको थिएन। अनि त्यहाँ फेरि काट्नु मिल्छ, केही फरक पर्दैन। अनि त्यहाँ काटेर अनि मिलाएर निस्केको म भर्खरै। तर नाना कहाँ हो कहाँ बुझ्नै सकेको छैन मैले। यता हो यो प्लेटफर्म, नाना कुन साइडमा थाहा छैन। अब नाना कहाँ हो कहाँ यार, त त्यस्तै गाह्रो छ है। ट्रेन कुद्ने माथि उसको कहाँ घुस म गयो 20 लाखको गाडी। कहाँ हो कहाँ, यस्तो सुनसान ठाउँ छ, मान्छेहरू कमै देख्छु। यो ट्रेनको पट्री स्टेसन, ट्रेन गइरहेको छ। अनि म पनि गइरहेको छु ट्रेन सँगै। भेटिनँ यार नाना, उतै होला सायद, म रङ ठाउँमा आइपुग्छु यार। मान्छे नभेटाएर बेपत्ता भएर बसिरहेको छु म। छन् त म माकुहारी स्टेसनमा छु अहिले, केही सहीको होइन। यहीँबाट आएको म फेरि बाटो यहाँ पनि छ, यहाँ पनि छ। तर अहिले चाहिँ म घाम ताप्दै बसिरहेको छु। ए नाना, स्टेसन दुनियाँमा एउटै हुन्छ त, माकुहारी उता हो। कहाँ आउने उताबाट? मान्छे छ यार, मान्छे खोज्दा खोज्दै नै समय जाने। यहाँ मान्छे पिट्ने बेला भएको छ क्या, मान्छे पिट्ने बेला भएको छ। आउनु न यता, हामी चाहिँ अहिले माकुहारी स्टेसनमा छौँ। अनि त्यसपछि नाना त्यहाँ सोध्दै हुनुहुन्छ, त्यसपछि अब हेरौँ के हुन्छ। नानालाई भेट्न गाह्रो भयो क्या, स्टेसन मेरो उतापट्टि थियो, नाना यतापट्टि थियो। नानाले एउटै स्टेसन सोध्नु भएछ, त्यहाँ सोध्दै हुनुहुन्छ। हेरेको स्टेसन दोगोदे किमास्का भनेर सोध्दै हुनुहुन्छ। ऊ त्यो अगाडिको, ऊ त्यो अगाडिको हो, यो साइडको 1 नम्बर, उताको 2 नम्बर, उताको 3, उताको 4 होला सायद। सबै गरेर लाग्छ है यो के, यो माथिको डिजाइन चेनवालापट्टि हो नि त। ए इचिबान 1 नम्बर, निवान 2 नम्बर। सुनोसेन ल फाइनली हामी कहाँ आइपुग्यौँ? ओ बारु ल अहिले चाहिँ हामी टोकियो आइसकेको छौँ होइन ना, टोकियो छिरिसकेका छौँ। टोकियोबाट हामी यहाँ हिँड्दैछौँ, भित्रबाट मतलब राम्रो ट्रेन गइरहेको छ। हामी यो ट्रेनमा आएको थियौँ। यहाँ छ 2 जना, यहाँ छ 2 जना टिकट पाएर छिरेको रे। यसो गाइज ठिक छ। हामी कति घन्टा कुनै यही कुर्छ ल अब यहाँबाट चाहिँ हामी कता कामातो कामातो स्टेसन लाग्छौँ। हामी 7:30 को काटेको थियो। वी आर इन टोकियो। टोकियो मेरा ड्याङ्गै ठोक्यो। यहाँ सुमो ट्रेन पनि आइसकेको छ। हामी यहाँबाट जाने। कुन नम्बरमा छिर्यो? यहीँ छिर्नु, किचन जहाँ छिर्यो नि हुन्छ, केही फरक पर्दैन। सब निस्किरहेको छ। के हो यस्तो मान्छे त, हेर्नु न कस्तो बिजी, टुङटुङ गइरहेको छ।
अब चाहिँ हामी यहाँबाट कहाँ जानुपर्छ भन्दाखेरि जेके भनेपछि प्लेटफर्म 4 यो रहेछ हामी पनि यो रुट जानुपर्ने रहेछ लेट्स गो सो वी आर इन टोकियोको आकिहाबारा स्टेसनमा छौँ हामी यहाँबाट अब जेबीबाट आएको हामी अब जेकेमा जान्छौँ जेके 28 आकिहाबारा भन्ने ठाउँबाट अर्को ट्रेन आयो लाइन बस्नु परेन यहाँ त नियम छ नि त फेरि यिनीहरू नियम विरुद्ध चल्ने मान्छे ल फाइनली वी आर इन कामाता बट कामातामा कतातिर मातामा हामी वी आर इन टोकियो कामाता है साथी हो अब दाइलाई एकचोटि कल गर्नुपर्ने हुन्छ उयो पछाडिको ट्रेनबाट आएको हामी हाल्नुपर्ने होला यो होइन हाल्नुपर्ने छ सो दाइलाई फाइनली भेटिसकेको छ छिरिङ दाइ यहाँ हुनुहुन्छ जसले हामीलाई गर्नुहुन्छ आज गाइड गर्नुहुन्छ कामाता स्टेसनबाट हामी चाहिँ लाग्दैछौँ दाइसँग आज दाइले 2 दिन लानुहुन्छ गाइड गर्नुहुन्छ होइन दाइ 2 दिन ठाउँमा गाइड गर्ने होइन आज एउटा ल्यापटप दिनु छ अनि त्यसपछि चाहिँ अरू कुनै ठाउँमा चाहिँ अब तपाईँले यसो मेरो त सिम सायद भोलि हुन्छ दाइ मैले ल्याएको सिममा उयो थिइनँ कि डाँडै चलेन कि त्यो अरू साथीको के चाहिँ म त आइरहेको नि त आँटिलो हो नि त बाल छैन हुनेको होइन म पढ्दै यसो ध्यान दिँदै हुन्छ नि त के छ कसो सन्सन बुझ्दै टिकट त मलाई कसरी निकाल्नु थाहा थिएन टिकट त के गर्ने कसो गर्ने थाहा भएन ल भएको थियो होइन यस्तो हेऱ्यो भने त्यसरी कोही हाल्ने ठाउँ रहेछ पैसा हाल्ने ठाउँ थिएन क्या त्यहाँ चाहिँ अनि ठिक छ त्यसमै हालिदिन्छु भनेर अनि हालेर अनि त्यसरी हिँडिदिएको होला यस्तो हाल्यो मिल्यो मैले त एउटा 2टा 3टा 4टा 5वटा ट्रेन चेन्ज गरेँ यहाँसम्म आउनलाई 2टा मेरोबाट होइन त्यसपछि नानालाई ल्यायो भेट्यो त्यो नानासँग पनि फेरि आउँदाखेरि एउटामै आयो होइन त एउटा कालो भेटेपछि कालोसँग 2टा फेरि 5वटा ट्रेन चेन्ज गरेको पहिलोचोटिमै अब त मलाई थाहा भइसक्यो त्यो त यति आइडिया त भइसक्यो अनि गइदिन्छु म साँच्ची हो तपाईँले त्यो आइडिया दिनुभयो नि त्यो गुगल म्यापबाट सब देखाउँदो रहेछ कि यहाँ यति खास गरी मेरो नि 5-8मा घरबाट हिँड्यो भने मिल्छ भनेको थियो होइन अनि यस्तो सोचेँ 5-8मा हिँड्यो भने त फेरि ढिलो भयो भने त मिल्दैन बरु 5-9 भएपछि फेरि चेक गर्छु त्यसपछि अर्को नयाँ टाइम दिन्छ भनेर सोचेँ कि ट्याक्कै नयाँ टाइम दियो नि त अलिक बढी पाएँ त्यसपछि इनफ हुन्छ भनेर त्यहाँबाट हिँड्दै गएको त्यसपछि त गयो यस्तो हेऱ्यो होइन टिकट काट्ने ठाउँ त मान्छे हुन्छ होला सोचेको थिएन मेरो पालो जे पर्छ भने यसो हेरेको त्यहाँ साइडमा रहेछ कि त्यहाँदेखि चाहिँ इङ्ग्लिसमा क्लिक गरेँ त्यसपछि टिकटमा क्लिक गरेँ पैसा हालेँ त्यसपछि जति हाल्यो नि उनीहरूले फिर्ता दियो सकेसम्म थोरै हाल्नु पर्ने रहेछ होइन थोरै हाल्यो नि पछि गर्नु पाइन्छ के पछाडि त्यहाँ यसमै गुगल म्यापमै त्यसमै दिन्छ नि त पैसा यति भनेर अनि त्यसरी गऱ्यो भने सजिलो हुन्छ क्या त्यही रहेछ तिनीहरूको अब उनीहरूले बढी हालेको भए उनीहरूको पछि फिर्ता आएन अब सपोज त्यहाँनिर 492 कति देखाएको थियो होइन हजुर उसकोमा 500को काट्ने हो कि त्यस्तो बेला त्यहाँ 492 कै ठ्याक्क हुँदैन नि त त्यस्तो बेला चाहिँ 8 एम 10 एम भनेको चाहिँ अब आउँदैन त्यही भएर सुइका बनाएको फाइदा हो कि अहिले चाहिँ हामी कहाँ भन्दाखेरि यो एउटा सामान पार्सल गर्नुपर्ने थियो अर्को ठाउँमा त्यो ठाउँमा पार्सल गरेर अनि त्यहाँबाट अहिले यता सुइका भन्ने बनाउनु आएको छौँ जुन चाहिँ ट्रेनहरू चल्दाखेरि इजी काम लाग्छ यस्तो स्वाइप यस्तो देखाउँछ स्क्यान गरेर पैसा आफै काटिदिन्छ हामीले पैसा यसो गरेर टिकट सिकट दिइराख्नु पर्दैन सो वी आर इन स्टेसन जुन चाहिँ कामाता भने हुन्छ दाइले त्यहाँ आज सबै कुरा गाइडहरू चाहिँ हाम्रो दाइले गर्दै हुन्छ यताउति नेपाली खाना हुन्छ नि के खाने नेपाली हुन्छ अनि जुन भयो नि हुन्छ नेपाली नै बचाउनु छैन अनि कलर गाड्नु पऱ्यो भने यस्तो कुरा जस्तो मस्तो सिसिली यहाँ बच्चाले नस्ती गरेर चाहिँ हामी चाहिँ नेपाली रेस्टुरेन्टमा छु भाइसँग खाजा खानु छिर्दैछौँ ल मेरो प्रकारले दाइको सिसिलीको यो के सेट भन्छ त्यो स्पेसल सेट हो बाँकी दाइ गर्दैछ हामी र पौची देखाइसक्यो अब चाहिँ हामी खाजा खाँदैछौँ इतादाकिमास इतादाकिमास इतादाकिमास
लस धन्यवाद बाई बाई जाउँ ल अहिले चाहिँ हामी खाजासाजा खाएर खानासाना खाएर फुल भएर अब चाहिँ यसो बाहिरतिर लाग्दैछौँ को हुनुहुन्छ ए मिस पनि हुँदो रहेछ हिँड्नुहोस् है खाना टन खाएर सबैजना हिँडिसक्यौँ त्यस्तै अब चाहिँ हामी कहाँ जान्छौँ एउटा ल्यापटप लिन जान्छौँ प्लस चेस्टी पनि लिन जान्छौँ एउटा कोट किनेर लानु पर्यो 300-400 भन्यो भने चाहिँ दाइले त हेरी हुन्छ मतलब नर्मल लुगाहरू यस्तो एउटा हामी भित्र गएका छौँ टोकियो एरियाको यो साइडमा कि उता भोलि साइडमा छ क्या त्यो सस्तो लुगा तिमीलाई तरकारी किन्ने होइन तरकारी किन्छु तरकारी ल यो त तरकारी सब भइहाल्यो काले भाइहरू किन्छु भन्दै थियो प्राइस चाहिँ मिठो रहेछ है मतलब ठिक्कको ठिक्कको रहेछ है प्राइस उताको भन्दा है बन्दाको कति 128 येन 158 158 98 98 98 प्याजको पनि 98 छ अब त्यो 106 भन्छ नि ट्याक्सहरू जोडेर होला यहाँ 158 कै पुग्छ 128 यो 8 चाहिँ साह्रै मन परेको छ क्या हो भित्र अरू सामान छ 98 यो 98 रहेछ आलुको 98 रहेछ आलु हामीले कति महँगोमा लिएको थियो क्याप्सिकम 138 छ यताबाट इन्सल्ट सामानहरू प्राइस यसरी दिएको छ अब सबैभन्दा सानो यो सिम्ली भेन्डीको 398 कति ठुलो बनाउँदा दाइ कति ठुलो जाने भुटेकै छैन यार यो चाहिँ के हो खै काँक्रो होइन यार यहाँ मलाई थाहा छैन यार 170 यो सबै 88 छ है दाइ सबै 88 के त्यो त 88 छ ड्र्यागन फ्रुट छ नि सपिङ गर्दैछ यिनीहरू चाहिँ 458 यहाँ मासुहरू पनि छ है आलु जम्मा 78 माछा यो माछाको मासु हो 680 त्यसपछि यो गुङ्गुरको खुट्टाहरू छ 888 1380 यो के मासु मैले चाहिँ थाहा पाउन सकेन यता कुखुराको फिला पखेटा छ यहाँ खुट्टाहरू छ लाइक एकदम सस्तो प्राइसमा छ ल अब चाहिँ हामी आइकियाबाट जाँदैछौँ अनि त्यसपछि यहाँबाट भर्खरै दाइसोबाट सामानहरू किने पछाडि दाइसो छ यहाँबाट सामानहरू किनेको छ कालुले आफ्नो लागि नाले पनि टोकियो ल तिनजना यहाँ छ दाइ पछाडि हुनुहुन्छ म अगाडि छु यो टोकियो सिटी भयो हामी यहाँ ट्रेनमा चढ्छौँ अहिले हामी आइकियाबाट स्टेसनमा छौँ जुन चाहिँ टोकियोमा पर्छ हामी चाहिँ यहाँ ल्यापटप किन्न आएको बिजी फर्स्ट टाइम यतिकै लाइन छ यस्तो मतलब ट्रेनमा 1 मिनट सुतेछ भर्खर 1 मिनट होइन 5 मिनट पनि ढल्केन 2 मिनट 3 मिनट यस्तो ढल्केको थियो है सुन्नु परिहाल्यो अब हामी यहाँबाट एउटा चेस्टी किन्छौँ जुन चाहिँ यो गोबर राख्नको लागि छातीमा अर्को चाहिँ हामी एउटा ल्यापटप किन्छौँ सेकेन्ड ह्यान्ड मलाई ठ्याक्क टाइम पनि धेरै पछि आएको यस्तो बोल्दै हेर्नु न होइन के छ र कति छ मेरो के हुन्छ त्यो मेमोरी अब धेरै छैन अन्तिम छ सो वी आर इन आइकियाबाट होइन त आइकियाबाट सो यहाँ चाहिँ प्रायः जस्तो इलेक्ट्रिक कुराहरू चाहिँ लिन मान्छेहरू आउँछन् अब ल्यापटपदेखि लिएर फोनहरूदेखि लिएर A to Z बवाल ठाउँ है मान्छे यत्तिकै हुने अघिको त्यो भित्र स्टेसनमा त मान्छे त यत्तिकै थियो भित्र छिर्ने आउने जाने बाँकी 1-3 जना पछाडि छन् हामी चाहिँ अगाडि हामी सेकेन्ड ह्यान्ड ल्यापटप हेरौँ भनेको कसो ढिलेनेको अब चाहिँ यहाँबाट हामी छिर्दैछौँ यो साइडमा यतैतिर हो होइन नर्मल्ली यता छिर्दैन मान्छेको एनिमेहरू त एकदम भरपर्दोमा
सोपको कुन चाहिँ यो सोपमा भनेको मैले बिक्या मलाई देखाएँ नि यसको चिकाइ फर्स्ट के अरे अन्डरग्राउन्ड फर्स्ट र अन्डरग्राउन्ड सेकेन्डमा छ अरे के चिउको होइन सेकेन्ड ह्यान्ड सप के तर है तपाईँले ल्याउनुहुन्छ नि तपाईँको उसमा थियो नि हाइलाइटमा थियो त एनिमेको त्यो एक्सन मोडलहरू फिगरहरू मेरो त बवाल छ त्यही त कहाँ यहाँ ल्याउनु भएको सबै यहाँबाट ल्याउनु त्यहाँनिर छ होइन त्यो मसँग आएको पैसा छैन मैले चाहिँ नआउँदो रहेछ उतापट्टिबाट त्यहाँ किनेर अनि मैले जुन तँलाई त्यो एप्लिकेसन देखाएँ नि सेकेन्ड ह्यान्ड देखेँ मैले त्यसमा बेच्छकै छ अनि धेरै चाहिँ होइन मलाई यहाँनिरसम्म आएको खर्च चाहिँ हुन्छ त्यो भने चाहिँ के अरे किनेको भन्दा अलिक बढीमै बेच्छ अच्छा एनिमे फ्यान हो अनि कुन एनिमे नारुतो हेरेको छ सबै नारुतो छैन यिनीहरूले वान पिस उयोहरू खोलेको राइट ह्यान्डले दिने भाइ आर यु ह्याप्पी सेवासी देशका सो गाइज अहिले चाहिँ हामी घर लाग्न लागेको है एउटा ल्यापटप किने झ्याप्पा लाएर झन्डै 1,55,000को है त्यसपछि त्यसको पार्ट पुर्जा साइकल त्यो गोप्रोको पार्ट पुर्जा किन्दाखेरि त्यहाँ पनि 7,000 स्यामसङको थियो तर अहिले 5,000 मिलाइदिनु भयो अनि त्यसपछि 2,000 किन्नु पऱ्यो यो चाहिँ हामी म्याकडोनल्डबाट यहाँबाट हिँड्दैछु बाहिर अब लागेको म तपाईँलाई थोरै बाहिरको मात्रै देखाउन सक्छु है यस्तो बवाल भएछ अब चाहिँ हामी लागेको यहाँबाट अब सिधै ट्रेन चढ्छौँ अनि ट्रेन चढेपछि चाहिँ हामी सिधै म 2टा दाइले 3टा अनि नाना एउटा कि 2टा नाना एउटै हो अनि कालु पनि एउटा मात्रै ट्रेन चढ्नुपर्छ हामी यसरी हिँड्दैछौँ ल लोकेसन हेर्नुहुन्छ भने चाहिँ यही हो यस्तो बवाल ठाउँ छ यो ठाउँ चाहिँ बवाल लागेको यो ठाउँ चाहिँ एकदमै कडक लाग्यो कडक मलाई चाहिँ ए सम्पत्ति यही हो 1.5 लाखभन्दा माथिको सामान मेरो किडनी हल्यो कति केटीहरू के भन्दैछ कस्तो लाग्यो नाना आजको दिन आजको दिन कस्तो लाग्यो भने है फर्स्ट टाइमै ट्राभल गरेको होइन त जब कि फेरि पहिलोचोटि निस्केको हामी यसो सामान लिन यताउति पहिलो दिनै सिधै टोक्यो तान्छने मान्छे हो त डक्टरलाई कहाँ जान्छौँ भन्दाखेरि ट्रेनसम्म जान्छौँ त्यही हो बाँकी अहिले यसो ट्रेनमा भयो भने मुड चल्यो भने चाहिँ हल्का फुल्का सिनेमेटिक खिचिदिउँला नभए चाहिँ त्यही हो खानकेनाइ खानकेनाइ हो नि त है काले भाइ ए जितेन्स्या जितेन्स्या हो नि म आफै झुकिरहेँ माथि ट्रेन देखाएको नि कि तलको देखाएको जितिन्छ नि हो ठिक छ त जितिन्छ म के भयो नेक्स्ट टाइम एनिमेहरूको त्यो हुन्छ नि त्यो टोयहरू हुन्छ नि हो त्यो खालको हुनुभयो क्या त्यो सजाय राख्ने खालको यहाँ बब्बाल एनिमेको सामानहरू एक्सन फिगरहरू त्यसपछि टोयहरू त्यसपछि ग्याजेटहरू त्यसपछि जे पनि के लाइक डिभाइस जस्तो कुरा ग्याजेट जस्तो कुरा त जे पनि पाइने यहाँ जे पनि नपाउने भन्ने कुरै छैन यहाँबाट यसरी छिराउने टिकट सिधै यहाँबाट निस्किन्छ यसरी लिने छिर्दाखेरि चाहिँ छिर्दाखेरिको भयो अब निस्किँदाखेरि पनि सेम गर्ने तर निस्किँदाखेरि चाहिँ टिकट दिँदैन मान्छेहरू लाइन बसेर नि यहाँ ट्रेनको लागि यो ट्रेन भर्खर आयो मान्छेहरू लाइन बसेर हामी यहाँ कुरा गर्दैछौँ कहाँ कहाँबाट कसरी जाने भन्ने कुरा छु अनि म यता छु मान्छेहरू सर्लक्क छिर्दैछ निस्किन्छ छिर्ने छिर्छ यही हो नानाहरूको अब यही हो कसको यो यहाँ छिर्नु ल बाई 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 नाना बाई 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 बाई
होइन म अर्को नेक्स्ट सन्डेतिर भेट्छु मेरो चाहिँ कहाँ हो दाइ तर म त सँगै आएँ ए हो दाइ चाहिँ यहाँबाट जानुभयो अब हामी म यहाँ चाहिँ एउटा ट्रेन यहाँबाट आउँछ अरे यहीँबाट बाटोबाट म जानुपर्ने क्यासबाट तर क्यासको उसले स्टेसन धेरै टाढा रहेछ यार आई डोन्ट नो यो स्टेसनमा अहिले म एक्लै छु कोही छैन स्टेसनमा अनि त्यसपछि एउटा गाडी थियो त्यो पनि खोइ किन गयो थाहा छैन अनि मलाई यहीँ बस्नु भनेको थियो पुरै खाली भयो अब यहाँबाट फेरि अझै मेरो 2-3 स्टेसन बाँकी थियो लिटरली कोही छ त यो स्टेसनमा लाइक 1-2 जना हुनसक्छ नभए छँदै छैन आई गेस त्यो मेरो ट्रेन आउँदैछ जस्तो छ मेरो ट्रेन चाहिँ त्यही हो म त्यसमै चढेर जान्छु र फाइनली म झरिसकेको छु लास्ट स्टेसन यही हो के अरे केही अनि यही हो लास्ट ट्रेन पनि आज बिहान 5 बजी हिँडेको अहिले 9 बजी रातको अनि त्यसपछि मेरो फर्स्ट टाइम लाइक 4 दिन 5 दिनपछि सिधै टोकियोमा श्रीनाथले धन्यवाद श्रीनाथले धेरै कुरामा हेल्प गर्नुभयो लाइक ल्यापटप किन्नेदेखि लिएर धेरै कुराहरू कसरी कोसँग कसरी बोल्ने के गर्ने भन्ने कुराहरू त्यही हो इन्ट्रेस्टिङ थियो अनि त्यसपछि अब अहिले म घर फर्किँदैछु यहाँबाट चाहिँ लाग्छ मलाई 20 मिनट जस्तो लाग्छ हिँडेर अघि घर आइहालेँ अनि त्यसपछि यतिकै बसिरहेको छु के गरेको छैन अनि त्यसपछि ल्यापटप यही हो